अनि यसो छोटो मिठो भ्लग बनाऊ कि भनेर हो गाइज है। गाइज भ्यू चाहिँ बब्बाल छैन। अझ हामी मालिकतिर जान लागेको चाहिँ यो चिरामणी भन्ने ठाउँमा गाइज है। हामी चाहिँ आज मालिक जान लागेको। उयो चाहिँ मेरो बुढी अनि मेरो साला अनि गाइज यो चाहिँ मेरो बुढी साली साला हो जाउँ। गाइज फाइनली गाइज है हाम्रो त यो खोलाको यात्रा हो। यतातिर भुताउला भन्ने डराउला जस्तो छ। हाम्रो यात्रा बढिरहेको छ अगाडितिर। अनि यो चाहिँ यात्रा हो मेरो बुढीको गाइज है। यस्तो यात्रा छ। यात्रा जङ्गलतिरको गाइज है। अन्त कलाएर मेरो पछि सालीहरू आइरहेको। अनि यो चाहिँ मेरो बुढी। बुढीमाथि र बुढोमाथि कोही ह्यान्डसम छ गाइज कमेन्ट बक्समा जरुर गर्नु होला। अनि चुइकुम चबाइरहेको छन् गाइज है। अलिअलि लजाएको पनि छन्। हिँड्न नसकेर हाँसो माध्येको तर बुढीहरू चाहिँ उकालोमा हिँड्दै थियो गाइज होइन। कस्तो मुस्कानहरू दिइरहेको अनि तिनजनी आइरहेको पछाडि होइन। मस्त तरिकाले गाइज होइन। पसिनाले पनि पुरै भिजिरहेको छन् होइन। त्यसै म यहाँ ह्यान्डसम गर्दै क्युट भन्दै मस्त गर्दै आउँदैछन्। अनि म पनि उकालोमा हिँड्न नसकेर कस्तो भइदिइरहेको थियो होइन। अब त फेरि जसरी पनि हिम्मत नहारेरै अगाडि बढिरहेको म चाहिँ होइन। सबभन्दा अगाडि आइरहेको थिएँ। मजा लागिरहेको थियो मलाई त रोमान्टिक गर्दै आइरहेको। गीताजी हजुर तपाईँको तल डाँडाबाट गाइज ऊ चाहिँ पारीको त्यो कोमकको लेक चाहिँ गाइज है। हामी त यस्तो बाटो छ अगाडितिर यात्रा गर्न लागेको गाइज है। उतिर अगाडि गएर मान्छेहरू बस्छ के त पछाडिबाट मान्छे आउँदैछ नि तर आएको छैनन् गाइज। मालिका पुगौँ पुगौँ भन्ने फिल आइरहेको छ गाइज है। यो माथिको डाँडातिर छ मालिका भन्ने मन्दिर चाहिँ। अन्त अब चौतारीमा बसेको गाइज है। गाउँ पनि मब्बाल छ नि। गाइज मन्दिरमा आइसक्यो हामी दर्शन गर्न लागि।